हाई एभ्रिवान, इट्स मिस अनिसा। सो आज चाहिँ म पसल गएर होइन सबै सामानहरू रेडी गरेँ। त्यसपछि मेरो लुगा पनि आउटफिट पनि चेक गरेँ। मेरो काम गर्नेहरूले गरेको छ कि छैन कामहरू भनेर हेरेँ। त्यसपछि मैले अर्डरको सामानहरू चेक गरेँ अनि सबै सामानहरू झोलामा राखिरहेको थियो। अनि कुन कुन अर्डर चाहिँ अब अगाडि पछाडि पठाउनु पर्ने हुन्छ नि त टाइमिङ, त्यसले गर्दा त्यो पनि छुट्याएर राखेँ मैले। अनि त्यसपछि सबै मिलाएर राखेँ। स्पेसली ब्राइडल ड्रेसहरू चाहिँ हामीले अब मङ्सिरसम्मको ब्राइडल र अहिलेदेखि नै अर्डर लिइरहेको छु नि त। अनि उनीहरूको लुगाहरू पनि थियो, अनि त्यसले गर्दा त्यही चेक गरेर राखेँ। त्यसपछि मेरो एकजना बहिनीको बर्थडे थियो, अनि उसलाई मैले सरप्राइज दिनुको लागि सानो केक लिएर आएँ। नाम लेख्दै थिएँ कि त्यो बहिनीले चाहिँ, अनि एकदम खुसी भएको थियो बहिनी चाहिँ। सरप्राइज दिँदाखेरि खुसी भएको थियो, अनि मलाई पनि खुसी लाग्यो। किनभने कहिलेकाहीँ अब साथीभाइहरू अथवा भाइ बहिनीलाई सरप्राइज दिँदा अलिकति हुन्छ नि, खुसी नै मिल्दो रहेछ। अनि त्यसले गर्दा उसले केक काट्यो होइन। ऊ त एकदम सरप्राइज पनि भइरहेको थियो। केक काट्यो ओऱ्यो अनि खाएर, अनि त्यसपछि चाहिँ एकदम खुसी भएर हाँस्दै थियो कि मलाई नि किन दिनुभएको सरप्राइज भनेर भन्दै थियो। अनि मलाई केक खुवायो उसले। अनि त्यसपछि म एकछिन बाहिर निक्लेको थिएँ, अनि मैले काम गर्नेहरू यहाँनिर सिसी क्यामेराबाट चेक गर्दै थिएँ नि त। फेरि मेरो चाहिँ सामान आएको थियो, अनि त्यही भएर म गाडीमा सामान लिनु गएँ। अनि त्यसपछि पर्खिँदा बल्ल सामान आयो कि, अनि त्यसले गर्दाखेरि फेरि म पसल आएँ। अनि त्यसपछि एउटा सामान रेडी गर्नुपर्ने थियो, त्यही रेडी गरिसकेर अनि त्यसपछि चाहिँ मैले साँझ बत्ती बालेँ ओरेँ। अनि त्यसपछि मेरो चाहिँ यति नै हो डे इन माई लाइफ होइन। सो थ्याङ्क यू सो मच फर वाचिङ।